नमस्ते साथीहरू। आज म घरमै चिकन रोल बनाउन गइरहेकी छु है त। चिकन रोलको लागि सुरुमा भित्रको फिलिङ्स बनाऊ है त। बोनलेस चिकनलाई सानो सानो टुक्रामा काटेर त्यसमा क्याप्सिकम, अदुवा लसुनको पेस्ट, जिरा धनियाँको धुलो, बेसार, नुन हालेर थोरै सोया सस हालेर मजाले एकछिन पकाउने र त्यो पाकिसकेपछि एकछिन चलाएर हाम्रो भित्रको फिलिङ रेडी हुन्छ। अब ऱ्यापको लागि हामीले आँटाको पिठो मुसेर घरमै हामीले नर्मल बनाउने रोटीभन्दा हल्का ठुलो रोटी बनाउने जसमा ऱ्याप गर्नलाई सजिलो हुन्छ। र त्यो रोटीमा ऱ्याप गर्नुभन्दा अगाडि हामीले मायोनेज अथवा केचप जे हालेर त्यसलाई राख्ने र त्यसमा अघिको भित्रको फिलिङ्स राख्ने र गाजर अनि काँक्रो, प्याज अनि सागहरू छ भने त्यसमा हाल्ने र मजाले ऱ्याप गर्ने। तपाईँहरूलाई के खानु मन लाग्छ त्यो हालेर त्यसमा ऱ्याप गरेर इन्जोय गर्ने। यसरी बनाएको चिकन रोल बच्चाहरूलाई पनि एकदमै मिठो हुन्छ र घरमा बनाएको भएर यो हेल्दी पनि हुन्छ र मलाई यसरी बनाएको चिकन रोल एकदमै मनपर्छ। तपाईँहरू पनि घरमा ट्राई गर्नु र कस्तो बन्यो मलाई कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। थ्याङ्क यू फर वाचिङ स्वाद सृजना।